नमस्ते साथीहरु, फेरि पनि म अर्को एउटा नयाँ भिडियोलाई लिएर आएको छु। एकाडेमिक इयर 2024 टु 25 मा नेशनल स्कलरशिपको निम्ति एप्लाई गरेको थियो। एक्सेप्ट भएर पनि स्कलरशिपको अमाउन्ट थापिसकेको छ। त्यसैगरी एकाडेमिक इयर 2025 टु 26 मा नेशनल स्कलरशिपको निम्ति कुन प्रकारले रिन्यू गर्नु र रिन्यू गर्दा अरु कुन डकुमेन्टहरुको आवश्यक पर्छ, साथै फी कति लाग्छ, त्यो म आजको यो भिडियोमा बताउने छु। त्यसैले भिडियोलाई स्किप नगरी सुरुदेखि अन्तसम्म हेर्नु होला र यो भिडियो हेल्पफुल लागेमा भिडियोलाई लाइक गरिदिने गर्नुस्, किनभने हजुरहरुको एक लाइकले मलाई हौसला मिल्नेछ यस्तै अन्य भिडियोहरु बनाउनुमा। सँगसँगै मुनि कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया पनि राख्नु होला र च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी नजिकै भएको बेल आइकनलाई पनि प्रेस गरिदिनु होला, किनभने यो च्यानलमा म यही टाइपको कन्टेन्टहरु लिइरहने छु। आउनु साथीहरु, अब भने आजको भिडियोलाई स्टार्ट गरौँ। सबैभन्दा पहिले ब्राउजरलाई ओपन गर्नुस्। त्यसपछि ब्राउजरको एड्रेस बारमा टाइप गर्नुस् scholarships.gov.in पछि एन्टर प्रेस गर्नुस् र तपाईले यो पेज पाउनुहुनेछ र एप्लाई फर स्कलरशिप को यहाँनिर लगइनमा क्लिक गरेर पनि अघि बढ्न सक्नुहुनेछ। कि त यहाँ माथि आउनुहोस्, यहाँनिर क्लिक गर्नुस्, त्यसपछि एप्लाई फर स्कलरशिप यसमा क्लिक गरेर पनि अघि बढ्न सक्नुहुनेछ। त्यसपछि यो पेज तपाईले पाउनुहुनेछ र यहाँनिर दुई तरिकाले लगइन गर्न सक्नुहुनेछ र एउटा छ आधार नम्बर, त्यसै गरेर अर्को छ ओटीआर र यहाँनिर दुई मध्ये कुनैबाट पनि लगइन गर्न सक्नुहुनेछ र ओटीआर द्वारा लगइन गर्नको निम्ति वान टाइम रेजिस्ट्रेसन नम्बर यहाँनिर दिनुस्। त्यसपछि पासवर्डलाई यहाँनिर टाइप गरेर लगइन गर्न सक्नुहुनेछ। त्यसै गरेर आधारद्वारा लगइन गर्नको निम्ति यहाँनिर आधार नम्बरलाई दिनुहोस्। त्यसपछि गेट ओटीपी मा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर गाइडलाइन्सहरु छ, यसलाई पढ्नुहोस्। त्यसपछि आई एग्री मा क्लिक गर्नुहोस्। ओके, यहाँनिर देख्न सक्नुहुन्छ र आधारसँग रेजिस्टर भएको मोबाइल नम्बरमा ओटीपी आउनेछ र त्यो आएको ओटीपीलाई यहाँनिर एन्टर गर्नुहोस्। त्यसपछि क्याप्चालाई यहाँनिर दिएको जस्तो छ त्यस्तै यहाँनिर दिएर प्रोसिडमा क्लिक गर्नुहोस् र यहाँनिर देख्न सक्नुहुन्छ इनभ्यालिड क्याप्चा र यो प्रब्लम चाहिँ यदि फर्स्ट टाइम गर्दै हुनुहुन्छ भने यो प्रब्लम तपाईले पाउनुहुनेछ र यहाँनिर अरु क्याप्चा ट्राई गर्दा पनि यो सेम प्रब्लम हुनेछ र यो प्रब्लमको एउटै मात्रै सल्युसन हुनेछ र सल्युसन चाहिँ के हो भन्दाखेरि यहाँनिर जुन चाहिँ देख्न सक्नुहुन्छ र आधार नम्बर यहाँनिर दिएको राइट साइडमा यहाँनिर टाइम काउन्ट भइरहेको छ, यहाँ देखिरहनु भएको छ र यसलाई चाहिँ यो कम्प्लिट भइन्जेलसम्म यो चाहिँ यसलाई वेट गर्नुपर्ने हुन्छ र यो 5 मिनेट्सको हुन्छ र यो जबसम्म यो 0 हुँदैन तबसम्म वेट गर्नुहोस्। त्यसपछि फेरि पनि गेट ओटीपी मा क्लिक गरिदिनुहोस्। ओके, फेरि पनि यो गाइडलाइन्सहरुलाई तपाईले हेर्नुहोस् र आई एग्री मा क्लिक गरिदिनुहोस्। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ र फेरि पनि आधारसँग रेजिस्टर भएको मोबाइल नम्बरमा ओटीपी आउनेछ र त्यो ओटीपीलाई यहाँनिर दिनुहोस्। त्यसपछि फेरि पनि यहाँनिर देख्न सक्नुहुन्छ नयाँ क्याप्चा, यहाँनिर पुरानो क्याप्चालाई म डिलिट गरिदिने छु र यहाँनिर भएको नयाँ क्याप्चालाई म यहाँनिर एन्टर गरिदिने छु। त्यसपछि प्रोसिडमा क्लिक गरिदिने छु र यहाँनिर देख्न सक्नुहुन्छ र लगइन सक्सेस भइसकेको छ र यहाँनिर देख्न सक्नुहुन्छ एकाडेमिक इयर 2024 टु 25 र प्रिभियस को यहाँनिर डिटेल्स पाउनु हुनेछ र यसको विषयमा अझ डिटेल्सको निम्ति यहाँनिर प्रोसिडमा क्लिक गरेर चेक गर्न सक्नुहुनेछ र यहाँनिर छ एकाडेमिक इयर 2025 टु 26 र यसको यहाँनिर देख्न सक्नुहुन्छ एक्सन र यसको अलिकति मुनि प्रोसिड छ, यसमा क्लिक गर्नुहोस्। त्यसपछि रिन्यू एप्लिकेसनमा क्लिक गर्नुहोस्। ओके, यहाँनिर देख्न सक्नुहुन्छ रिन्यू एप्लिकेसन र पर्सनल डिटेल्सहरु यो अटोमेटिक यहाँनिर लिनेछ। त्यसपछि यहाँनिर मुनि दिएको डिटेल्सहरुलाई मात्रै फिलअप गर्नुपर्ने हुन्छ र त्यो के भन्दाखेरि यहाँनिर रहेको छ, यदि तपाई होस्टेलर हुनुहुन्छ भने यस गर्नुहोस्, हैन भने यहाँनिर नो गरिदिनुहोस्। त्यसै गरेर यहाँनिर क्लास कुन डेटमा स्टार्ट भएको थियो त्यो यहाँबाट सिलेक्ट गर्नुहोस्। सबैभन्दा पहिले इयर सिलेक्ट गर्नुहोस्। त्यसपछि यहाँबाट मन्थ सिलेक्ट गर्नुहोस्।
त्यसपछि यहाँबाट डेट सेलेक्ट गरिदिनुहोस्। त्यसपछि यहाँनिर प्रिभियस क्लास पर्सेन्टेज र प्रिभियस क्लासमा तपाईको कति पर्सेन्टेज आएको थियो र त्यो पर्सेन्टेजलाई यहाँनिर एन्टर गर्नुहोस्। र यहाँनिर तपाईको रोल नम्बर अटोमेटिक यहाँनिर लिनेछ। त्यसपछि यहाँनिर सेक्सनमा चाहिँ तपाईहरुले के यहाँनिर दिनुपर्ने हुन्छ भन्दाखेरि तपाईहरुको सब्जेक्ट र तपाईहरुले जुन सब्जेक्ट गरिरहनु भएको छ र त्यो सब्जेक्ट यहाँनिर दिनुहोस्। त्यसपछि सेभ एन्ड नेक्स्टमा क्लिक गरिदिनुहोस्। त्यसपछि तपाईहरुले यो पेज पाउनुहुनेछ र यहाँनिर ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि र जति पनि स्क्यान गरेको डकुमेन्टको फर्मेट कि त तपाईको पीडीएफ, जेपीजी, जेपीईजी र यो फर्मेटमा हुनुपर्ने छ भने र स्क्यान गरेको डकुमेन्टको र म्याक्सिमम साइज 20 KB देखि लिएर 500 KB सम्म हुनुपर्ने छ। र यहाँनिर देख्न सक्नुहुन्छ र जुन चाहिँ यो साइन देख्दै हुनुहुन्छ र यो साइन जुनमा यहाँनिर देख्नुहुन्छ र यो चाहिँ एकदमै म्यान्डेटरी छ र यो चाहिँ अपलोड गर्नु नै पर्ने छ। र तपाईहरुले कुन कुन डकुमेन्ट अपलोड गर्नु पर्ने हुन्छ भन्दा फेरि यहाँनिर छ लास्ट इयर एकाडेमिक मार्कसिट, त्यसै गरेर यहाँनिर प्यारेन्ट्स या गार्जियनको डिक्लेरेसन, त्यसै गरेर डोमिसाइल र डोमिसाइल यदि तपाईको छैन भने तपाईको प्यारेन्ट्सको यहाँनिर अपलोड गर्न सक्नुहुनेछ। त्यसै गरेर कास्ट सर्टिफिकेट र कास्ट सर्टिफिकेट पनि आफ्नो छैन भने प्यारेन्ट्सको कास्ट सर्टिफिकेट यहाँनिर अपलोड गर्न सक्नुहुनेछ। त्यसै गरेर यहाँनिर फी रिसिप्ट, तपाईले जति पनि पे गर्नुभएको फी रिसिप्टलाई स्क्यान गरेर यहाँनिर अपलोड गर्नुपर्ने हुन्छ। र त्यसै गरेर इन्कम सर्टिफिकेट यहाँनिर गार्जियनको यहाँनिर अपलोड गर्नु पर्ने हुन्छ। र यी सबै डकुमेन्टहरूलाई एक एक गरी अपलोड गरिदिनुहोस्। र यहाँनिर म यो सबै डकुमेन्टहरूलाई एक एक गरी अपलोड गर्दिनेछु। र यहाँनिर देख्न सक्नुहुन्छ र मेरो सबै डकुमेन्टहरू अपलोड सक्सेसफुली भइसकेको छ। त्यसपछि यहाँनिर ओकेमा क्लिक गर्नुहोस्। त्यसपछि सेभ एन्ड नेक्स्टमा क्लिक गर्नुहोस्। त्यसपछि यो पेजमा आइपुग्नु हुनेछ र यहाँनिर तपाईहरुले पाउनुहुनेछ एप्लिकेन्ट अन्डरटेकिङ फर स्कलरशिप र यो कुराहरूलाई तपाईहरुले ध्यान दिएर हेर्नुहोस् र हेरिसकेपछि आई एग्री मा चेक गरेर फाइनल सबमिटमा क्लिक गरिदिनुहोस्। र त्यसपछि यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ र यो फाइनल सबमिसन हो र यो फाइनल सबमिसन गरिसकेपछि त्यहाँदेखि तपाईहरुले कुनै पनि मोडिफिकेसन गर्न सक्नुहुन्न र त्यही भएर तपाईले फाइनल सबमिसन गर्नुभन्दा अघि तपाईहरुले ध्यान दिएर हेर्नुहोस् र कुनै पनि मिस्टेक छ भने करेक्सन गर्न सक्नुहुनेछ। र जब तपाईले सबमिसन गर्नुहुन्छ र त्यहाँदेखि तपाईहरुले मोडिफिकेसन गर्न सक्नुहुन्न र सबै ध्यान दिएर हेर्नुहोस् र सबै ध्यान दिएर हेरिसकेपछि यसमा क्लिक गरिदिनुहोस्। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ योर एप्लिकेसन हैज बीन रिन्युड सक्सेसफुली र यो रिन्यू भइसकेको छ। र यो तरिकाले नेशनल स्कलरशिपको निम्ति बिल्कुलै फ्रीमा रिन्यू गर्न सक्नुहुनेछ।